आज कन्सल्टेन्सी गयो, भोलि जापान पुग्नुपर्छ भन्ने सोच गर्दै नगर्नुहोस्। नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। आज भोलि धेरैजना नेपालीहरू जापान आउन चाहनुहुँदो रहेछ। 2024 को अन्तिमसम्म जापानमा भएको नेपालीको जनसङ्ख्या चाहिँ 2,30,000 माथि पुगिसकेको छ। नेपालमा प्रस्तुत परेपछि विदेश जानुपर्छ भनेर धेरैजनाले कन्सल्टेन्सी जानुभयो भने 2-3 महिनामा जापान पुग्नुपर्छ भनेर सोच्नु हुँदो रहेछ। तर त्यसरी गर्यो भने जापान आएपछि गाह्रो हुन्छ जस्तो लाग्छ। किनभने त्यो विद्यार्थीको अवस्था चाहिँ जापान गएपछि काम गर्नुपर्ने अवस्था हुन्छ। तर तपाईहरू भाषा राम्रोसँग नपढेर जापान आउनुहुन्छ र जापान पढ्न आउने हो भनेर सोचे पनि काम गर्न आउनु नै हुन्छ। त्यही भएर जापान आएपछि पनि भाषा पढ्ने टाइम धेरै हुँदैन। स्कुल ग्रेजुएट भएपछि वर्किङमा चेन्ज गर्छु भनेर काम खोज्ने बेलामा N1, N2 छैन भने सोचेको जस्तो काम पाउन गाह्रो हुन्छ। त्यही भएर यदि तपाईँ जापान आउने हो भने कम्तीमा N4 चाहिँ पास गरेर N3 पनि अलि राम्रोसँग पढेर मात्र आउनुहोस्। आइपुगेपछि पार्ट टाइम काम खोज्दा नि त्यतिको भाषा छ भने छिटो काम पाउन सकिन्छ। अहिलेको अवस्था गाह्रो छ, छिटो पुग्नुपर्छ भनेर सोच्नुभन्दा राम्रोसँग भाषा बनाएर आउनुहोस्। यस्तै जापानको इन्फर्मेसनको लागि फलो, लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद। नमस्ते।